त्यहाँनिर हावा धेरै चल्छ नि नमस्ते स्वागत छ युट्युब च्यानल दार्जिलिङमा र यति बेला चाहिँ हामी आइसकेको छौँ धोत्रे खेल मैदानमा र आजको लालीगुराँस कपको फाइनल रहेको छ होइन के कस्तो हुन्छ फोटो भिडियो भ्लगमा ल्याउने कोसिस गर्नेछु र अहिले चाहिँ हामी ग्राउन्ड छेउमा आइसकेको छौँ र दिन पनि चिसो चिसो छ र आजको म्याच रहेको छ फ्रेन्ड्स क्लब दार्जिलिङ र आरएसए रेलिङ म्याच हुनेछ र आजको दिनचर्या चाहिँ म सुरु गर्न लागिरहेको छु यस्तै प्रकारले है ल त अब खेल मैदानमा आइसकेका छौँ है यता राखौँ होला होइन मुख्य अतिथिहरू लगायत अतिथिगणहरूलाई हाम्रा ल हामी चाहिँ आइसकेका छौँ यहाँ ल्याइदिने र खेल मैदानको नजिकमा छौँ हामी यति बेला र र यहाँ राख्छ भाइहरूले चाहिँ बाइक है कार्यक्रम अब हामी आजको प्रथम कार्यक्रम के छिटो आयो यस टुर्नामेन्टमा हातेमालो गरेर जतिजनाले हामीलाई आजको पारितोषिक डोनेसन गरेका छन् उक्त महानुभावहरूको हामी खेल मैदानमा आइसकेका छौँ है कृपया तपाईँहरू ग्राउन्डको मध्यभागमा गएर आजको हाम्रो प्रमुख जति पनि रनर विनर ट्रफीहरू डोनेट गरेका छन् उहाँहरूलाई आजको यस ट्रफीलाई उद्घाटन गरिदिनु भने हामी आयोजक समिति तपाईँहरूलाई विनम्र अनुरोध गर्दछौँ र आइपुगे साथीहरू म है खेल मैदानमा यस ट्रफी उद्घाटनको निम्ति म यहाँबाट क्रमैले नाम पढ्न गइरहेको छु सुरु भएछ उक्त महानुभावहरू कृपया पाउ कष्ट गरेर ग्राउन्डको मध्यभागमा गएर बसिदिने अनुरोध गर्दछौँ सर्वप्रथम हाम्रा धोत्रे कल्याण समाजका प्रेसिडेन्ट शेर्पाज्यू विक्रम तामाङज्यू सुरज हुम्बा वीरेन तामाङ लिम्दर्जे तामाङ मोहन गुरुङ निमा तामाङ राम थामेज्यू धोत्रे
इन होमस्टेका ओनरहरू सबैजनालाई ग्राउन्डको मध्यभागमा गइदिने र उद्घाटन गर्दा सबैजनाले जोरदार तालीको साथमा यस उद्घाटनलाई स्वागत गरिदिने हामी आयोजक समिति विनम्र अनुरोध गर्दछौँ। बिस्तारै गर्नु पहिला फोटो खिच्दै हैन पहिला फोटो होला उयो गर्नुहोस् न उयो जब अनावरण पछाडि फोटो खिच्नुहोस् न है पर्दैन कोन उता त बाङाले पक्रा न बिस्तारै गर्दा र 1 2 3 सम्पूर्ण उद्घाटनमा उपस्थित हुनुभएका महानुभावहरूलाई हामी आयोजक समिति मुरी धन्यवाद दिन चाहन्छौँ र जति पनि डोनरहरू हुनुहुन्छ कृपया तपाईँहरू त्यहाँ फोटो सेसनको निम्ति त्यो ट्रफीको छेउमा बसिदिने अनुरोध गर्दछौँ। क्लोज यतापट्टिमा आउनु न त्यता मान्छे बेसी भयो नि त ल कुहिरो यस्तो लागिरहेको छ अहिले चाहिँ है एकदमै आज वेदरमा चाहिँ च्यालेन्जिङ वेदर। पत्रकारज्यू विनोद छेत्रीलाई पनि यहाँ मञ्चमा आएर आफ्नो आसन ग्रहण गरिदिने अनुरोध गर्दछौँ। ल अब चाहिँ आजको खेल सुरु हुन लागिरहेको छ साथीहरू। यस्तो भइरहेको छ आजको लालीगुराँस कप दोस्रो संस्करणमा चाहिँ यो खालको वेदर छ है साथी, हेर्नु होला। ल ती पनि मान्छे देख्दैन होइन, यो खालको भइरहेको छ। र आजको खेल चाहिँ फ्रेन्ड्स क्लब दार्जिलिङ र आरएसए रेलिङ माझको यो खेल हो। र अहिले चाहिँ खेल केही छिन रद्द भइरहेको छ किनकि एकदम फगी लागेको छ र ती पनि केही देख्दैन होइन। त्यो भएर एकदम विश्वास भइरहेछ सबैजनालाई है। यस्तो भइरहेछ देख्नुहोस् त, हेर्नुहोस् त तपाईँहरू सबैले यस्तो छ है हालत। ल अहिले खेल यो पहिलो हाफको समयमा यति बेला खेल चलिरहेको छ र अहिलेसम्म गोल कुनै पनि हुन सकेको छैन दुई दल बीचमा। ल ल ल ल ल ल ओहो थ्रो बल। त्यही यो फाइनलको सेकेन्ड हाफको खेल सुरु भइरहेको छ है। र अहिलेसम्मको स्कोर कुनै हुन सकेको छैन दुई दल बिचमा। र अहिले चाहिँ वेदर अलिक दामी भइरहेको छ र यस्तो छ वेदर पनि है। ल यति बेला थ्रो बल र अहिले चाहिँ वेदर दामी भइरहेछ, एकदमै दामी वेदर भइरहेछ। सुनौलो मौका आरएसएको लागि किपर गोल किपर चाहिँ अति नै दामी छ आरएसएको चाहिँ।
यो फ्रेन्च क्लब यति बेला फ्रेन्च क्लबकोबाट यो सुनौलो मौका हुन सक्छ। यो थ्रो बल दामी 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 छ दामी। यहाँ यो फुटबल अगाडि परिवर्तन भइरहेको छ। 7 इन भने जर्सी नम्बर 11 आउट फ्रेन्च क्लबबाट। र अहिले चाहिँ खेल दाइ भइरहेको छ। ल यो फुटबल यति बेला ल यो साँझ परिसकेको छ दर्शकबिनहरू। यस्तो छ है आजको। यो सुनौलो मौका छ है त। यो आरएसएको लागि सुनौलो मौका हुन सक्छ। ल हेरौँ त गाइजहरू हेरौँ यो फुटबल फ्री बल फ्री। ओहो भएन भएन। आज खेलमा हामी देख्दैछौँ सम्भवतः खेलमा पक्कै पनि ट्राइब्रेकर हुने देख्दैछु म। र फेरि चेन्ज जर्सी नम्बर 9 आउट 9 इन 7 आउट। ल यसरी खेल जाँदैछ है साथीहरू। ल यस्तो छ र खेल चाहिँ अब ट्राइब्रेकर हुन लागेको छ है दुई दल बिचमा। र खेल चाहिँ एकदमै दामी भइरहेको छ। ट्राइब्रेकर अब हेरौँ के कस्तो हुन्छ है। ट्राइब्रेकरमा जानेछ। दर्शकहरूको चाहिँ छ कसले खेल जित्ने हो भनेर होइन यस्तो छ। ल अब ट्राइब्रेकर ल आरएसए चाहिँ यति बेला विजय बनिसकेको छ ट्राइब्रेकरमा होइन। र आज खेल दुई दल अति नै उत्कृष्ट दलहरू रहेको थियो। र खेलमा चाहिँ आरएसए ट्राइब्रेकरमा चाहिँ विजय बन्दैछ र आजको खेल पनि समाप्त भइसकेको छ होइन। र साँझ पनि पर्न लागिरहेको छ है। यस्तो छ र